यादका पदचापहरू कवि जमावम मुलेराई। देउरालीलाई पाती चढाएर म हिँडेको हो यादको यात्रामा। आमाको काख र बाबाको संरक्षण, घरको आँगन र स्कुलका साथीहरू, गाउँको बरपिपल र डाँडाको देउराली, आँखाको दृश्य र सपनाको उडान, रहरका डालीहरू समयले छासेपछि मैले छाड्दै आएकी हुँ यादको पदचापहरू। जीवनको चौतारीमा तिमीसँग भेटेपछि यो शक्तिशाली समयले बनाएको हो एउटा अर्को पदचापको श्रृङ्खला। हामी छुटेपछि पनि यादका डोबहरू त समय र जीवनसँग हिँडिरहने रहेछन्, निरन्तर आयुभन्दा परसम्म। तिनै यादहरूसँग मिलेर हिँड्न खोज्दा मेरो गणितमा जीवनको हिसाब नमिलेपछि मैले छाड्दै आएकी हुँ यादका पदचापहरू। आज विधिको विधान पालना गर्न घरले एउटा जिम्मेवारी दिएको छ, समाजले एउटा जिम्मेवारी दिएको छ, समयले एउटा जिम्मेवारी दिएको छ। उपरोक्त सबै जिम्मेवारीहरूले बाँधेर स्वर्णिम सपनाका अमूर्त लासहरू परिस्थितिको भयानक सिहानमा पुर्दै म जीवनसँग एउटा निरीह कैदी बनेपछि मैले छाड्दै आएकी हुँ यादका पदचापहरू। आजकल कहिलेकाहीँ थकित जिन्दगीको सुस्केरा लिँदै यो पालीघरको सिकुवामा बसेर घरि पारी श्रीअन्तुको डाँडातिर हेर्छु, घरि ऊ त्यो फिक्कल बजारतिर हेर्छु, घरि तल मयुङ र जोगमाईको लयतिर हेर्छु। किरमिर किरमिर मधुरो भइसकेका छन् मेरा अनगिन्ती यादका पदचापहरू। नजिक आएर मनको ढोका ढकढकाउने तिमी पनि छौ तिनै यादका डोबहरूमा। लाग्छ यो जीवन भन्नु पनि त यादहरूको लामो श्रृङ्खला नै रहेछ। केही नयाँ बन्दै जाने, केही पुराना छुट्दै जाने। यही विधिको विधानले यन्त्र मानव बनाएपछि मबाट छाड्दै आएका हुन् यादका पदचापहरू।